जिन्दगीमा धेरै पटक नि आफूले आफूलाई सम्हाल्नुपर्छ। मैले कति पटक आफूलाई सम्हालेको छु। म मेरो घरमा पो भन्दिनँ त। अरूले मेरो बारेमा के सोच्छ त्यसले फरक पार्दैन, किनकि तपाईँको बारेमा नेगेटिभ सोच्ने मान्छेहरूले तपाईँलाई घरमा आएर कहिले पनि 1 रुपियाँ दिएको छ? तपाईँले उसको खानु भएको छ? अनि के को टेन्सन हो? मलाई उसले मन पराएन, मलाई उसले सोचेन, मलाई उसले हेरेन। उसले हेरो कि हेरेन, उसले मन पराए कि पराएन, उसले मलाई माया गर्यो कि गरेन, तर मैले चाहिँ मलाई माया गर्नुपर्छ। मैले मलाई वास्ता गर्नुपर्छ। मैले मलाई नै सम्हाल्नुपर्छ। जिन्दगीको सबैभन्दा ठुलो फ्याक्ट कुरा भन्दा नि अरूले तपाईँलाई सम्हाल्ने होइन। मलाई त्यतिखेर चाहिँ विद्यार्थीहरू हो कि परेकोटको चाहिँ तपाईँको परेकोटको उकालो चाहिँ यही नै हो, मेन उकालो चाहिँ यहाँबाट हेर्नु न उता छर्ने हो। मोबाइल ल मलाई थाहा छैन केटाहरू हेर यस्तो बाटोमा आउने भन्छ यार। आमामा हेर्नु ल यत्रो कहाँ रहेको लाउरे हो? यो खप्टेनी हो। यो हेर्ला हेर्नुहोस् यहाँ खप्टेनी हाम्रो चितवनको पहाड कति रमाइलो छ। तु दामी हेर्नु त पिरो लाग्यो दामी देखाएको छ कि है। आज आइपुगिहाल्यो नि होइन? हो आइपुग्यो। ल हामी आज परेकोट जाँदैछौँ, यसो साथीभाइ रमाइलो गर्न। अब हाम्रो केटाहरू चाहिँ कतिखेर आउने भयो? केटाहरू आउँछ गर्मी छ र यार। यहाँबाट सिन चाहिँ दामी देखिँदैछ है। हामी पुरै अफरोड यार। स्कुटी धक्न पर्यो के गर्नु, स्कुटी तानेन, स्कुटी नताने के छ सन्चै हुनुहुन्छ? ल यहीँ हो ट्याक आइपुगिसकेको छु, एकदम रमाइलो रमाउने। ठिक छ नि दाइ? ल एकदम चिज भइरहेको छ। कानबाट आइपो हो ल कलर आयो ल। ए कहाँ कलर हुनु होइन नि उता होइन त्यहाँ पनि होइन। ल त ल कसले कलर पड्कायो कान? ल ल ल हाने हाने कान हाने कान हाने कहाँ लाइ हुन्छ? त्यस्तो लाइ हुन्छ त नि? डेट लाइ कान त रातो रातो बनाउने पो त नि। ए 300 हानी 2 एक्स्ट्रा राखेँ त्यो आफूले हिउँदैछ त है। ल ट्याक्क ट्याक्क ल्याएको छ होइन? मासु कति ल्यायो यार? एकै पिरियड ल्याएको छ त। मासु 10 किलो राखेको नि। अनि खाम पानी पनि मगाऊँ। ल मासु चाहिँ एकदम बबाल भएको छ, टेस्टी आउँदैछ अझ। ल सेकुवा पनि, ओहो सेकुवा त बबाल भएर आएको छ। ल सेकुवा अचार कम भएछ है। सेकुवा हेरिहाल्नु भाइ। अलिक कम भएछ।